हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई। ल आज बिहानको 6 बजे हाम्रो नार्चाङको भाइहरू पुरा असला माछा खाने भनेर आइरहेको यार। गाडपाक नार्चाङ गाडपाको भाइहरू पोखरा न्यु इयर मान्नको लागि म्यागदेखि हिँडेको बाटोमै अलपत्र परेर अहिले सबिन होटल आम्बोडमा राति कति 4 बजे आएर फोन हानेर असला माछा र भात ल्याऊ भन्छ यार केटाले। दिनै पर्यो है, अब के गर्ने यस्तो छ। ल भाइ नाम भनिदेऊ न यार तिम्रो। मेरो ल ल टिम क्याप्टेनबाट विवेक चोचाङ्गी। विवेक चोचाङ ए चोचाङ्गी हो। मेरो आशिष चोचाङ्गी। आशिष ए सबै चोचाङ्गी। सनम गरबुजा। गरबुजा। मेरो असम पूर्जा। आशिष चोचाङ्गी। मेरो सुक्राम चोचाङ्गी। ए सबै चोचाङ्गी रहेछ यार। मेरो साथी नि चोचाङ्गी छ के कुस्मामा। शेरबहादुर चोचाङ्गी बाँस खर्काको। ल भाइहरू जोस दाइको होटलमा गएर एकचोटि हैन भात भने असला चाकु माछा त्यो हैन त्यो खाइयो। हजुर हजुर रातिको 4 बजे आएर फोन गरेर हैन ए फोन गरेर त्यहाँको फोन गरेर जोस खाइयो माछा चाकियो असला माछा मिठो। भाइले फेरि मलाई हान्छु भन्दा पल्लो घरमा हानेर जाएर पल्लो घरको साउन्ड फेरि टेन्सनमा छ है। विनिता होटलमा हानेर ठिकै छ विनिता बहिनी गाह्रो नमान कहिले काहीँ त्यस्तो हुन्छ नि। ल यो हो नि यो उमेर यस्तै हो के गर्ने अब। धन्यवाद धन्यवाद सब चोचाङ्गीहरू रहेछ कि हाम्रो यता नि छ चोचाङ्गी लेसफरमा छ अलिअलि अनि बाँस खर्कामा छ। हाम्रो यो भाइको फेरि उस पनि छ युट्युब च्यानल पनि छ के अरे @आशिष115 होइन 00115 यस्तो भाइको छ। अब एकछिनपछि सल्लाह हुँदैछ कता जाने, पोखरा जाने कि कुस्नु जाने कि बागलुङ जाने वा घर जाने छलफल नि हुँदैछ भात खाइसकेपछि। यो बेला यस्तै हो के गर्ने त नि। लाउडे हो बाहिर गएर आएको म आएको 1 वर्ष भयो दाइ हो गाउँमा छु हुन्छ दाइ। खास कहाँ हिँडेको नि भाइहरू? हामी खास टार्गेट त दाइ पोखरा हो तर आज 4 बजे आइयो दाइको होटलमा। अब उठाइयो फोन गरेर उठाइयो 4 बजे बिहानको 4 बजे हो नि फेरि हेर्नुहोस् साथीहरू बेलुकाको 4 बजे भन्नु होला बिहानको 4 बजे। मैले फेरि हाम्रो म्याग्दीको भाइहरूलाई फेरि म्याग्दी भनेपछि फेरि मलाई माया लाग्छ त्यही भएर फेरि 4 बजे उठेर खाना पकाएर उहाँबाट आएको यार त्यो त बाइकमा 6 जना ओहो यो बेला यस्तै हो। ठिकै छ ठिकै छ कुनै बेला हामी पनि यस्तै हुन्थ्यो। दाइको अब भिडियो देखेर पनि आएको के दाइ हो ल धन्यवाद। आएको बेलामा खाम न त होइन मौका मिलेको बेला ल धन्यवाद धन्यवाद। किनभने अझै पनि एकदम अन्यलमा छ कि कता जाने भनेर। अब यो ल भाइहरूको अब जाने कार्यक्रम हुँदैछ बाइक ताप्दैछ अब यहाँ भाइहरूको। केटाहरू पुरा अब यो बेला यस्तै हो। अब हामी पनि कुनै बेला यस्तै थियो चट्ट। अब भाइहरूको अन्तिम निर्णय चाहिँ यता बागलुङ हुँदै जाने भन्ने कुरो हो। मसम ससम कालीका मन्दिर छिरेर ठक्क लाएर ल ल भाइहरू अब हिँड्न लागेको सबै के अरे चोचाङ्गी एकजना मात्र पूर्जा होइन होइन एउटा पूर्जा एउटा गरबुजा 4 जना चोचाङ्गी भाइहरू। अब झट्ट खानासाना खाएर अब बागलुङ हुँदै घर जाने कुरो भयो होइन। जान लागेको भाइहरू बिचरा रातभरि सुतेन निद्रा लाग्छ अरे। अब त्यही पनि अब घर त जानु पऱ्यो सधैँ बाहिर बसेर नि भएन होइन। ल भाइहरू अब हिँड्न लाग्यो अब टिम क्याप्टेन भाइ उयो हो चट्ट लाएर सबैजना अब जाने तयारी हुँदैछ यहाँ है त। अब घर जाने र एउटा अब नयाँ वर्ष चाहिँ आज यतै भयो अब भनौँ न ठिकै छ। अब यो हाम्रो नयाँ वर्ष नि होइन त्यो बितिसकेको हो जामाउँदा नि केही भएन कि होइन। ल ल ल अब भाइहरू चट्ट हिँड्न लागेको है। यो उमेरै यस्तै हो के गर्ने टक्क लाएर मिलेर है साथी साथी